सिजर पेपर रक 7 क्यारेटको कपमा मैले 8 लाखको चिया खान्छु 7 क्यारेटको कपमा मैले 8 लाखको चिया खान्छु आगनेको दिलमा बसी हेर्छु पारी पारी कोरियाको प्रधानमन्त्री भेटौँ भन्दै कुर्छ लाग्ने नासी खाना घाँस काटेर हाल्छु संसारको सबैभन्दा महत्त्वपूर्ण चिज बाबा माया पटबटे माया जय गोर्खा सम्पूर्ण नमस्ते म कुमार नेपाली तपाईहरु सबैजना हाम्रो पोडकास्ट पार्ट 2 मा स्वागत छ हामीसँग चाहिँ आज दुईजना होनहार बोइजहरु हुनुहुन्छ मिस्टर मन्जित वानिया वेलकम सर मिस्टर सुशान्त भट्ट वेलकम थ्यांक यू सर के छ तिम्रो हालखबर ठिकै छ ठीक छ अनि आज बिदा हैन त हजुर आज बिदामा के गर्ने प्लान थियो आज तपाईले भनिहाल्नु हो पोडकास्ट गर्ने हो हजुर अनि कहिलेदेखि प्लान भयो चाहिँ यो भनौँ न टुस्डेदेखि हजुर मन्जितको पनि प्लान त्यही हो अनि यो वर्षको एक्जाम आउनु लाग्यो नि तिमीहरूको हजुर के कस्तो हुन्छ त फाइनल एक्जामको तयारी राम्रै राम्रो अनि ए ल भनेपछि कति क्लास पुग्ने अहिले 7 अब हाम्रो चाहिँ यहाँ पोडकास्टमा चाहिँ हामी धेरै टाइम वेस्ट नगरिकन थोरै सर्ट मात्रै बनाउँछौँ त्यसमा अब केटाहरूले चाहिँ के गर्न सक्ने भनेर चाहिँ हामीले अस्ति अगाडिको पोडकास्ट हेर्यो नि तिमीहरूले होइन हजुर के देखाएको थियो त्यसमा त्यसमा गीत अनि अब यस्तै भनौँ न अब गीतहरू अनि त्यो के भन्छ अरे कमेडी थियो होइन कमेडी पनि थियो नि ए अनि मन्जितको घर चाहिँ कता अरे घर यस फिनाम हो अनि सुशान्तको मेरो बारपक सुलीकोट बारपक सुलीकोट हजुर भनेपछि आज हाम्रो पोडकास्टको सबै डेडिकेसन चाहिँ बारपकतिर गर्नु पऱ्यो अनि बारपकको सबै फ्यानहरूलाई हाम्रो पोडकास्टमा ल्याउनु पऱ्यो नि त हजुर आज चाहिँ हामी कहाँ कसकोबाट सुरु गर्ने आज हामी मन्जितकोबाट मन्जित छ नि होइन हो होइन मन्जित नि सर भने मन्जित हो मन्जित एट त्यस्तो आज सिजर पेपर रक खेल्ने ल सिधै पेपर राख्छ भने जसले जित्छ ल सर पेपर रक ल ल ल म गर्छु ल सुशान्तको टर्न पऱ्यो हजुर ल अब सुशान्तको आज फर्स्टमा के गर्ने प्लान छ मेरो अब एउटा गीत गाउँ न गीत गाउने पहिला हजुर भनेपछि अब हामी सबैजना सुशान्तको गीत सुन्नु पऱ्यो नि त हजुर ल अब त्यो गीत सुनाउँदा चाहिँ केसँग डेडिकेसन हो कसलाई चाहिँ हो कि होइन यतिकै ओन्ली सङ्ग्स मात्रै हो त्यसरी सुरु गर्नु पऱ्यो केसँग सम्बन्धित छ त्यो गीत चाहिँ अन्ली सङ्ग्स भनौँ ओन्ली न सङ्ग्स अहिले चाहिँ ल सुरु गर नि त ल झ्यालैमा मायालु बसेकी केसैमा जीवनै कसेकी झ्यालैमा बसेकी केसैमा जीवनै कसेकी गाजलु आँखैमा बुलकी नाकैमा हेर्दै फसेनी रेशमी पछौरी चोली र पटुकी कसेकी गाजलु आँखैमा बुलकी नाकैमा हेर्दै फसेनी झ्यालैमा मायालु बसेकी केसैमा जीवनै कसेकी सुनैको औँठी सुनैको बाला पावैमा पाउजु नगबेली चाल कोरीबाटी केसैमा चिटिकै जान्त तम्रै मायामा भुटुकै फुलै टिपी सिरैमा सजाउने छु दिलैमा मन परेसी पर्यो है नाइ भन्न पाउँदैनौ म त तिम्रो भरैमा हो भरैमा झ्यालैमा मायालु बसेकी केसैमा जीवनै कसेकी थ्याङ्क यू सुशान्तलाई चाहिँ गीत गाउनलाई एकदम इन्ट्रेस्टेड छ नि पहिलेदेखि ए ल मान्छे भविष्यमा सिङ्गर पनि बनिन्छ सिङ्गर ल त्यसो भने ठिक छ अनि अब के मन्जितबाट सुरु गर्ने फेरि अर्को नेक्स्ट हजुर के छ प्लान मन्जितको गीत गायो नि मन्जित पनि तिम्रो छ नि एउटा के अरे कमिलाले टोकिदियो आँखीमा भन्ने गाइदिनु पऱ्यो क्या सुन कि फलाम गाइदिने हो के छ प्लान आजको त्यही गाइदिने ल सुरु गर नि त
सरी घुम्ने आकाशमा मौरी घुम्यो रसमा कति राम्रो केटी रहेछन् पूर्व जाने बसमा खलासिने झिल्किरहेछ झिस्काइरहेछ केटी केटी भनी बोलाएको आमा भन्दा जेठी को त्यही माथि बेसार छ मलाई धेरै नचलाउ पेसर छ सुनव कि फलाम चिनी नौ सुनव कि फलाम 2 दिनको पिरती बोनालाम ओइ 2 दिनको पिरती बोनालाम झुटो बोल्न जाने छैन बोल्दैछु म साँचो तिमीले थापे भरि आमा माछी पर्ला माछु सो 12 तुने तालमा साइली 12 तुने जालमा 12 तुने तालमा साइली माछी पर्यो जालमा खनामा अब थालमा काळे तारले बार लायो नाकमा कमिलाले टोकिदियो आँखामा सुनव कि फलाम चिनी नौ सुनव कि फलाम 2 दिनको पिरती बोनालाम ओइ 2 दिनको पिरती बोनालाम हरेक दिन झोला बोकी मोडर्नमा आउँछु सर म्यामले पढा उता राम्रो शिक्षा पाउँछु पढ्ने लेख्ने नयाँ ज्ञान सिक्ने मेरो काम गीत गाउन आए हजुर मन्जित मेरो नाम आइनी चढेर बसमा लक्ष्य मेरो पुगाने 10मा सुनव कि फलाम चिने नौ सुनव कि फलाम 2 दिनको पिरती बोनालाम ओइ 2 दिनको पिरती बोनालाम रातको निद्रा भन्नु छैन दिनको भोक यही टिकटक नै रहेछ क्यारे यिनका सबै थोक बाले अफिस जाने भुले आमा बात पकाउन यस्तो पारा देख्दा म त छक्कै पर्छु लौन मोबाइल र टिकटकले गर्दा मान्छे नि पाइँदैनन् मर्दा सुनव कि फलाम चिने नौ सुनव कि फलाम 2 दिनको पिरती बोनालाम ओइ 2 दिनको पिरती बोनालाम त्यो अनि तिमीले बिचमा मन्जित भनेको तिमीले आफैले बनाएको हो त्यो चाहिँ न सरले भनेको प्रदीपले बनाइदिनु भयो ए भनेपछि त्यसमा प्रदीपलाई पनि धन्यवाद दिनु पर्यो ल बधाई छ अनि मन्जितको पनि आउँछ अर्को ल त्यही गाइदियो नि त 7 करोडको कपमा मैले 8 लाखको चिया खान्छु 7 करोडको कपमा मैले 8 लाखको चिया खान्छु चिया खानु पर्यो भने अमेरिका जान्छु अमेरिकाको डोनाल्ड ट्रम्प मेरै जेठो दाइ हो अमेरिका जाने भए कन्ट्याक्ट गर भाइ इस अमेरिकाको डोनाल्ड ट्रम्प मेरै जेठो दाइ हो अमेरिकाको डोनाल्ड ट्रम्प मेरै जेठो दाइ हो अमेरिका जाने भए कन्ट्याक्ट गर भाइ हो खेतबारी भो बाजै बाउले जोत्ने हलो छैन फोन गरेर भलो छैन नलाम मया आजै बाउले जोत्ने हलो छैन फोन गरेर भलो छैन नलाम मया आजै अमेरिका भन्ने सहर मेरै गाउँमा पर्छ ब्रुज खलिफा भन्दा ठुलो मेरो घर छ मेरो गाउँमा कुरीहरू आउने जाने गर्छन् कोरियाको प्रधानमन्त्री भेटो मान्दै कुर्छन् मेरो घरको छतबाट हेलिकप्टर उड्छ मेरो घरको छतबाट हेलिकप्टर उड्छ कोरियाको प्रधानमन्त्री भेटौँ भन्दै कुर्छ खेतबारी भो बाजै बाउले फेसबुकमा नि फलो छैन फलो गरे भलो छैन नलाम मया आजै फेसबुकमा नि फलो छैन फलो गरे भलो छैन नलाम मया आजै हात्तीभन्दा ठुला हुन्छन् हाम्रो गाउँका मुला त्यही मुलाका पात हुन्छन् भैँसीभन्दा ठुला त्यही मुला बेची हेलिकप्टर किन्छु BMW गाडी मैले माग्नेहरूलाई दिन्छु हेलिकप्टर किनिसके हवाईजहाज किन्छु हेलिकप्टर किनिसके हवाईजहाज किन्छु BMW गाडी मैले माग्नेहरूलाई दिन्छु खेतबारी भो बाजै त्यही बाउले जोत्ने हलो छैन फोन गरेर भलो छैन नलाम मया आजै बाउले जोत्ने हलो छैन फोन गरेर भलो छैन नलाम मया आजै अनि श्रीलङ्काको प्रधानमन्त्री मैले बनाइदिएको भाँडाहरूलाई रुख्न चढ्न मैले सिकाइदिएको माछाहरूलाई पौडी खेल्न सिकाउने नि मै हो कागतीलाई जुनार भन्दै बिकाउने नि मै हो हाम्रो घरको छिमेकीले 50,000 माग्यो हाम्रो घरको छिमेकीले 50,000 माग्यो 50,000 ऋण खाएर कता भाग्यो खेतबारी भो बाजै फेसबुकमा नि फलो छैन फलो गरे भलो छैन नलाम मया आजै फेसबुकमा नि फलो छैन फलो गरे भलो छैन नलाम मया आजै बाघबासे वन चरे डाँडा न्याउली बासे खोला बाघबासे वन चरे डाँडा न्याउली बासे खोला
म त मान्छे खतरा छु न्युन खोज्नु होला जापानमा गएर किनिसके कोरियामा किन्छु 2-4 करोड लिन्छ या भाइ तँलाई पनि दिन्छु इस जापानमा गएर किनिसके कोरियामा किन्छु जापानमा गएर किनिसके कोरियामा किन्छु 2-4 करोड दिन्छ या भाइ तँलाई पनि दिन्छु खेतबारी भयो बाजै जै बाउले जोत्ने हलो छैन फोन गरेर भलो छैन नलाम म यहाँ आजै बाउले जोत्ने हलो छैन फोन गरेर भलो छैन नलाम म यहाँ आजै 2019 सालमा जापान जाने म यो 2019 सालमा जापान जाने म यो उबेलामा जहाज थिएन हिँडी गयो श्रीलङ्काको ओरपर बालुवा र माटो मेरो घरको छेउमा पर्छ जापान जाने बाटो इस जापानमा त भातलाई पनि सुसी बन्दो रहेछ जापानमा त भातलाई पनि सुसी बन्दो रहेछन् डल्लो पारे भात खाएर खुसी बन्दो रहेछन् खेतबारी भयो बाजै चाहिँ फेसबुकमा नि फलो छैन बाउले जोत्ने हलो छैन फोन गरेर भलो छैन नलाम म यहाँ आजै बाउले जोत्ने हलो छैन फोन गरेर भलो छैन नलाम म यहाँ आजै भैँसी बिहाको हेर्न जाँदा भिजे मलाई काडो भैँसी बिहाको हेर्न जाँदा भिजे मलाई काडो दौडिएर हेर्न जाँदा जन्म्या रहेछ पाडो बाघ देखेर डराउन म बाघ त घरमै पाल्छु हाम्रो बाघले मासु खान घाँस काटेर हाल्छु भैँसी पाल्न छोडेका छन् कुकुर पाल्छन् गाउँमा भैँसी पाल्न छोडेका छन् कुकुर पाल्छन् गाउँमा मेरै कुरा गर्दो रहेछन् चिया बेच्ने ठाउँमा खेतबारी भयो बाजै जै फेसबुकमा नि फलो छैन फलो गरे भलो छैन नलाम म यहाँ आजै फेसबुकमा नि फलो छैन फलो गरे भलो छैन नलाम म यहाँ आजै सक्यो वाउ खतरा ल बधाई छ मन्जितलाई यस्तो राम्रो गीत सबैलाई सुनाइदिएकोमा है ल बधाई छ मान्छे अनि केटाहरूलाई कस्तो लागिरहेछ त हाम्रो पोडकास्टमा आउँदा आज राम्रो राम्रो लागिरहेछ ए फेरि अब भिडियो बनाएर भिडियो मात्रै हेरेर मोबाइल हेरेर पढाइ चाहिँ बिग्रिँदैन नि केटाहरूको बिग्रिन्न ल ठिक छ सुन्न त पाइँदैन होला मोबाइल अब मोबाइल कतिको हेर्छ त घरमा मोबाइल हेरिदिन्छ भनेको बेलुका 3-4 घन्टा हेरिन्छ होइन त्यति नै होइन 3-4 मिनट आधी घन्टा ल अब 7 क्लासमा नि पुगिन्छ फर्स्ट पाइन्छ अर्कै राख्दा होइन हेरौँ हो हाम्रो जुन अडियन्सहरू हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ के दिने के सुनाउने के देखाउने प्लान छ तिमीहरूको आज सायरी कमेडीहरू सायरी सुनाउने सायरी चाहिँ मन्जित कि सुशान पहिला मन्जित मलाई अघि सर मैले गरेँ होइन ल फेरि सिजर पेपर रक नि जसले ल सिजर पेपर रक ल वेट सुशान्तको रन आयो होइन हजुर सायरी चाहिँ तिमी आफैले लेखेको कि अरू लेखेको सुनाउने आफैले बनाउने आफैले बनाएको हजुर कसको साथीको लागि हो होइन या बाबा चाहिँ बाबाको लागि हजुर यो सायरी चाहिँ सम्पूर्ण देश विदेशमा हुनुभएको बाबाहरूलाई के भन्छ अरे हाम्रो गेममा हुन्छ खालि XLG लाभा यो संसारको सबैभन्दा महत्त्वपूर्ण चिज बाबा जुन तपाईँले काम देखाउनु भएको छ यो संसारको सबैभन्दा महत्त्वपूर्ण चिज हो जसले हामी बिर्सिन्न कहिले पनि त्यो के हो बिर्सेर सरेर अहिले हरमबारी क्लबमा छ टोन्डे बाबा त्यो ऊबाट के अरे यो चाहिँ टोन्डे बाबाको लागि भनेर चाहिँ डेडिकेट गर्नु के उसलाई अनि कस्तो बाबामा अनि जानुपर्छ लास्टमा बाबाकोमा हजुर देश विदेशमा रहेको बाबा अनि मेरो बाबालाई हो यो अफ्रिकामा भन्छ काबा काबा अफ्रिकनमा भन्छ काबा काबा आई लभ यु माई लभ यु माई बाबा अनि अर्को छ कि यति नै अब अर्को त एउटा त्यो केटीको हो ल केटीको नि ल तिमीलाई गुलाबको फुल दियो भने अगाडिको डाँटे छैन तिमीलाई गुलाबको फुल दियो भने अगाडिको डाँटे छैन तिमीलाई चुप्पा दिउँ भने अगाडिको दाँते छैन कस्तो कडा हुन्छ यो चाहिँ सुशान्तको आफ्नै हो कि आफ्नै नि सर हो अनि तिम्रो दाँत छ नि त फेरि अब यस्तो बनाइदियो नि सर ए ल ल ल भनेपछि पछि दाँत निकाल्ने प्लान छ होइन कहाँ छ त्यो तिम्रो छ नि एउटा भटभटे ल भटभटे जाओस् न त एकचोटि ल कस्तो गाउने सर यस गाउने मलाई ढोचायो घटघटे या गाडीमा आएछ सर्ट गर्ने या मैले गाउँछु गीत मलाई नै मनपर्ने लमजुङको तोफाने म एकछिन त रन्थने या म एकछिन त रन्थने सिम्पली आइलिन हामीले एक्सपेन्सिभ भएपछि फ्रीमा पानी टिपिनाको यास पानी फ्रीमा माली
कोकोनाके एक्स पानी फीमा ब्याड बोय सबले भन्छ नराम्रो छ पर्पले लयाटी देखाउँछ सर्पले सर्पलाई नचाउँछ पर्पले मलाई सबले ब्याड बोय भन्छ अरे ब्याड बोय बागमती अञ्चले ब्याड बोय बागमती अञ्चले धेरैले गर्छ हेर त्यस पछाडि नराम्रो भन्छ अरे गाडी हान लिएर आउँछु भटभटे केटाहरू ब्याड बोय कम्पनी भन्नेले भन्दै गर्छ ए आफ्नो काम भन्दै गर्छ ए माया भटभटे माया भटभटेमा जान्छौ र माया तिमी भटभटेमा भटभटेमा माया भटभटेमा लैजान्छु माया तिमीलाई भटभटेमा आगे आगे तोपेको गोला पछि मेसिन गन भरर आन्दी मुफा घ्याम्पेलाई रटट इक्कु बाल्दै फरर आगे आगे तोपेको गोला पछि मेसिन गन भरर मेरो बोली जस्तै रटट इक्कु बाल्दै फरर थ्याङ्क यू सर हजुर कडा छ नि हैन अनि भनेपछि आज गीत गाउनु बहुत रमाइलो भयो हैन त्यसै गरी सुशान्तलाई अरु के छ होला भन अरु त्यो साइनो जोड्यो तपाईले हाल्नु भएको थियो नि त के साइनो जोड्यो तिमीले त्यो त सभा भनिदिन्छु सब आउँछ अनि कसैलाई डेडिकेसन हो र डेडिकेसन नभन नभन्ने कहाँ भन्ने हुन चाहिँ हो अब ल जाओस् ल साइनो के जोड्यौ तिमीले भुले मैले आफ्नै दुनिया सारा थाम्यो यो हात लाग्यो बिलाएर गए मेरा पीर दुःख फुलै फुलको फुलबारीमा निद यसरी मिठा यी सपना गाउँछन् कहिले त्यो बारी वनमा मायाको फुल पनि पलायो मनमा हो यता आउँछ झलल गाउँघरमा रोदी बसेको इसारामै कुराकानी हात थामे हिँड्दै नाचेको हो सङ्गालेका सम्झनाको पछौरी सिलाई आगुमे भेटेमा कसरी मलाई साइनो के जोड्यौ तिमीले भुले मैले आफ्नै दुनिया सारा थाम्यो यो हात लाग्यो हिलाएर गए मेरा पीर दुःख फुलै फुलको फुलबारीमा निद यसरी मिठा यी सपना गाउँछन् कहिले त्यो पारी वनमा मायाको फुल पनि पलायो मनमा थ्याङ्क यू सर अब सक्यो हैन त हजुर ल भनेपछि रमाइलो भयो गीत गाउनलाई हजुर यो पनि कहिलेदेखि प्र्याक्टिस गरेर त पहिल्यैदेखि हो हजुर ल ठिक छ अब एउटा साइडी भनिदिनु तपाईँको लागि खतरा मेरो लागि हजुर ल जाओस् ल बच्चा हामीले भन्छौँ लुकामारी बच्चाहरूले भन्छ लुकमार सम्झिराख भाइ हाम्रो म्याथ सर हो कुमार ओ ल ल ल ल ल ल ल तिमीलाई के साउन्ड निकाल्न आउँछ नि त अस्ति नै बोकाको ओए स्याक्क यो त हो र आउँछ हाम्रो चाहिँ गर्छ सर यसले कुन हो त्यो के भन्छ अरे के गर्छ त यसले सर त्यही गर्न यो चाहिँ साथीहरूलाई हो अरू अनि के छ अरू त्यस्तो त्यही हो यसको फ्युचर अरू के छ है केटाहरूको कला चाहिँ कडा कडा छ है ठिक छ ठिक छ अनि तिम्रो त्यो पहिला पहिलाको सङ्ग्सहरू सब सक्यो कुन चाहिँ अघि आउँछ भनेको थियो नि त एउटा के हो गलबन्दी गलबन्दी जब चाड आउँछ चाड आउँछ गलबन्दीको चाड आउने त्यही भएर गाइदियो नि त चाड सुनाइदियो हाम्रो अडियन्सहरूलाई बेटा भयो जमाको साझामा राख्छु तिमीलाई यो दिल्लीको माझमा गलबन्दी गलबन्दी च्यातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर बोलाउन खोजेको आफ्नै ठानेर मैले यता मन पेट खोल्ने ढुङ्गा हो कि मान्छे हो नबोल्ने
गलबन्दी गलबन्दी च्यातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर ऐ बोलाउन खोजेको आफ्नै ठानेर गाइदेऊ गीत किन बाउ खाकी छेउ कि त मुखमा पिँडालु राखी छेउ गलबन्दी गलबन्दी च्यातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर है बोलाउन खोजेको आफ्नै ठानेर अनि बबु कान्छा नगर आस्मेर त्यो दिलमा हुँदैन बाँच्मेर पछ्यौरी च्यातियो तिमीले तानेर फकाउन नखोज सोझी ठानेर है फकाउन नखोज सोझी ठानेर तिनतले घर सुनैको औठी छ भन ममा के कुराको कमी छ गलबन्दी च्यातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर है बोलाउन खोजेको आफ्नै ठानेर सरी नै ल भनेपछि आज त अब सक्यो नि केटाहरूको मेरो बेस्ट फ्रेन्ड प्राञ्जल आयन अनि सृजन अनि दिशान्त मन्जिते अनि सुधीर विषम सबिन यो गीत चाहिँ तिनीहरूलाई व्रत बस्नु एकादशी तीर्थ जानु काशी नसाचिदो रहेछ भूमे झोलाभित्र साची बनै फुल्यो तितेपाती केसै फुले शिरमा बाला जोबन ढल्की गयो परे हजुर पिरमा उही दिन गए ती दिन आए मै खाने गालामा दारी पलाए नाथे घुमे जाँदो रहेछ हातैमा औँला गन्दै हेर्दा हेर्दै बुढो भयो आँगनैको डिलमा बसी हेर्छु पारी पारी कहाँ छुट्यो साथी सङ्गी कहाँ छुट्यो मैसा जिन्दगानी जति बुझ्यो नबुझिने रहेछ ती दिन आए यी दिन गए मै खाने गालामा दारी पलाए नाथे उमे जाँदो रहेछ हातैमा औँला गन्दै हेर्दा हेर्दै बुढो भयो सो थ्याङ्क यू भयो यो चाहिँ सबै साथीहरूलाई होइन त ल अब हामी चाहिँ हाम्रो पोडकास्ट यहीँ गर्न गर्छौँ बिस्तारै अनि तिमी चाहिँ कस्तो लाग्यो थियो सुसान आज हाम्रो पोडकास्टमा आएर रमाइलो हो अनि हाम्रो अडियन्सहरूले के भन्न चाहन्छौ त सबैले सब्सक्राइब गर्नु होला तर हामी नि गर्छौँ सेयरहरू सबैलाई लाइक सेयर एन्ड सब्सक्राइब गर्नु पर्यो लाइक सेयर सब्सक्राइब अनि मन्जितलाई चाहिँ कस्तो लाग्यो त राम्रो आउनु लाग्यो भनेपछि अब फेरि पछि पनि आउनु पायो भने आउने होइन त टाइम मिलाएर आउने ल अब एक्जाम फाइनल एक्जाम पछि टाइम हुन्छ नि हुन्छ त्यति बेला फेरि आउनुपर्छ है त हुन्छ ल भनेपछि हाम्रो अडियन्सहरूले के भन्न चाहन्छौ त हाम्रो ब्युटिफुल गोर्खामा सबैले लाइक सब्सक्राइब सेयर र कमेन्ट गरिदिनु होला हो ल अब तपाईँहरूलाई आज आजको हाम्रो पोडकास्ट कस्तो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला अनि अझै यसलाई कस्तो बनाउने भन्ने कुराको चाहिँ सुझावहरू पनि कमेन्ट गरिदिनु होला अब हामी चाहिँ इन गर्न चाहन्छौँ हस् त नमस्ते धन्यवाद ल बफमा मात्रै गरेर खान्छ क्या खाँदैन खान्छ नि सर बफ पनि हो मन्जित पोर्क खाने हुन्छ सर पोर्क हामी त हिजो खक्सी उद्या बनाएर खाने स्वर हुन्छ कति मिठो अरे हाम्रो हिजो भर्खर आज पनि यो त चिकन मोमो हसी हो अन्त त हुन्छ अनि आजको भिडियो नि आजको अब यहाँ गेमका आज आउँछ हुन्छ एकदम टाइम लाग्छ है अब है
टिमको हाल्नु पर्यो नि त आज होइन आज कसले जित्छ जस्तो लाग्छ तपाईँलाई आज आज चाइनिज हारेर चित लाग्यो नि त होइन चित्ला रेड युनाइटेड म त यतै हो लोकल टिमको चाइनिज यस तिमीहरू कुन सपोर्ट मन चाहिँ